हाई गाइज, आज चाहिँ म भ्लग बनाउँदैछु। यो चाहिँ मेरो फर्स्ट भ्लग हो। सबैजनाले हेरेर लाइक कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला। यहाँ चाहिँ हाम्रो घरबाट देखिने भ्यू कस्तो राम्रो देखियो। म चाहिँ आज आल्चा टिप्न जाँदैछु। हाम्रो गाउँ मेरो घरभन्दा माथि यो चाहिँ मेरो घर। यो चाहिँ मेरो घरभन्दा यता साइडको घुमाउने घर एकदम पुरानो डिजाइनको। यो चाहिँ अब घर पनि छोडेर जानुभयो, बसाइ सरेर जानुभयो। अनि यस्तो गाउँतिर धेरैजनाले बसाइ सराइ गरेर गएर यस्तो घर वरिपरि सबै झाडी बलाएको छ। यस्तो भयो गाइज। यो चाहिँ मेरो गाउँ। म चाहिँ अब पुग्न लागे। आन्टी चाहिँ पानी जोड्न आउनु भयो रहेछ। हेलो भन्दिनु न, हेलो भन्दिनु न। फाइनल्ली म चाहिँ आइपुगेँ। Cute. Kuntu dia. Au. Apa? Hai gadu. Hai gadu. Dada khai. भाइले चाहिँ म चुइकम चबाएको देखेर हेरिरहा। छिमेकी आन्टीको छोरा। अरूको छिमेकीको छोरछोरी ठुल्ठुला हुन्छन्, आफू त तर हाम्रो बढ्न तिमी बढ्न सकिनौ। गाई हामी आल्चा टिप्न आयौँ। यो आल्चाको बुटो यो मलाई हेरिछिन्। हामी चाहिँ अब आल्चा टिप्न लाग्यो। टिपा टिपा ला इ टिपा ऊ हेर त। मलाई खै दिन्नौ, मलाई दिन्नौ। सो क्यूट। इनको नाम चाहिँ कहाँ गरिदिम न। टाटा बाई गाइज। अब चाहिँ म घर जान लागेँ। बाई बाई। फाइनल्ली गाइज म घर पनि आएँ। अब चाहिँ बाख्राहरू थुन्नु छ। बाई बाई। मेरो भिडियो कस्तो भयो भनिदिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। मेरो चाहिँ यो फर्स्ट भिडियो हो। मैले योभन्दा अघि चाहिँ शनिबार बनाएको थिएँ एउटा ब्लग। त्यो चाहिँ मलाई आफैले हेर्दा कस्तो भयो क्या। अनि त्यसपछि राम्रो बनेन, अनि त्यही भएर डिलिट गरिदिएँ। अब चाहिँ म प्र्याक्टिस गर्छु। राम्रै भएछ भने चाहिँ हाल्नु पर्ला। बाई बाई। सपोर्ट गरिदिनु।